यो भिडियो हो इन्डियाको एउटा रेल स्टेशन। यसमा एउटा ग्राहकको क्यूआर कोड पेमेन्ट फेल भएको छ। ट्रेन चल्न लागेको थियो, समोसा पेटभित्र गइसकेको थियो, तर पैसा तिरेको छैन अनि उसले आफ्नो घडी दिन पुग्यो। यो एउटा क्यूआर पेमेन्टको फेलियरको इक्जाम्पल हो। नेपालमा कति अगाडि पुगेको छ डिजिटल पेमेन्ट। आजको भिडियोमा नेपालको डिजिटल पेमेन्ट रिभोल्युसन डिकोड गरौँ। पछिल्लो 5 वर्षमा नेपालले क्यासलेस ट्रान्ज्याक्सनमा एकदमै ठूलो फड्को मारेको छ। क्यूआर कोड, ई सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे अहिले सबैको घर घरमा सुनिन्छ। नेपाल राष्ट्र बैंक अनुसार 2020 पछि डिजिटल ट्रान्ज्याक्सनमा 600% वृद्धि भएको छ। हुन पनि हो, अहिले मेरो खल्तीमा 1 रुपियाँ पनि नोट छैन। म कतै पनि सोपिङ जानु पर्यो भने म मोबाइल लिएर जान्छु, तर मेरो खल्तीमा क्यास छ कि छैन भनेर हेर्दैन। म करिब 2 वर्षदेखि मैले क्यासै राख्न छोड्दिएको छु, फोन भए पुग्छ। अब हेरौँ नेपालमा डिजिटल बुमको बारेमा। नेपालमा अहिले 1 करोड भन्दा बढी मोबाइल ब्याङ्किङ युजर्सहरू छन्। त्यसमा पनि फोन पे क्यूआर को नेटवर्कले 60 लाख भन्दा बढी मर्चेन्ट्सहरूलाई जोडिसकेको छ। ई सेवा र खल्तीले 90% भन्दा बढी ई पेमेन्ट बजार अगाडिका छन् र कनेक्ट आइपीएसबाट हरेक महिना करिब 1 खर्ब भन्दा बढी रुपियाँको ट्रान्ज्याक्सन हुन्छ। यो संख्या सुन्दा सानो लाग्ला, तर नेपाल जस्तो देशमा यो एउटा फाइनेन्शियल रिभोल्युसन नै हो। अब हेरौँ वाइ people are shifting from कागज वाला पैसा टु डिजिटल वाला पैसा। पहिले बजार जाँदा के हुन्थ्यो, पैसा छुट्टा पैसा र बिलहरू झोलामा राख्नु पर्थ्यो, तर अब क्यूआर कोड स्क्यान, पेमेन्ट डन। यो शिफ्ट हुनुको मान्छेले जे जति भने पनि यसको मेन कारणहरू थोरै नै छन्। जस्तै कि सबभन्दा सुरुमा छ सुविधा। मान्छेले आफ्नो कन्भिनियन्सको लागि, सुविधाको लागि मोबाइल फोन युज गर्छ। अब सोच्नुहोस्, तपाईँ पैसा लिएर गइराख्नु भएको छ कतै, बाटोमा हराइको पनि। अर्को हो सेक्युरिटी। अघि भने जस्तै पेपर पेमेन्टमा के हुन्छ, तपाईँको पैसा हराउन पनि सक्छ। तपाईँले पेमेन्ट गर्नुभयो, त्यो ट्रान्ज्याक्सन बापत त्यो दोकानवालाले तपाईँले एउटा बिल दिन्छ, त्यो बिल पनि हराउन सक्छ। भनेपछि तपाईँले ट्रान्ज्याक्सन गर्नुभएको त रेकर्ड नै भएन, सुरक्षित नै भएन, सुरक्षा नै भएन। तर यदि तपाईँले त्यहाँ डिजिटल पेमेन्ट गर्नु भएको छ भने तपाईँले 1 रुपियाँ पनि पठाउनुहोस् कुनै कसैलाई, मर्चेन्टलाई, त्यो ट्र्याक हुन्छ, त्यो रेकर्डमा बस्छ। र यदि त्यो दोकानवालाले होइन मलाई त पैसा आएको छैन भन्यो भने तपाईँले त्यो ट्रान्ज्याक्सन हिस्ट्री देखाउन सक्नुहुन्छ। यो एउटा सुरक्षा पनि हो गाइज। र यसमा त पैसा हराउने कुरो भएन। तपाईँको मानव मोबाइल हराइगयो भने तपाईँको पिन बिना कसैले तपाईँको मोबाइल ब्याङ्किङ अनलकै गर्न सक्दैन, अनलेस एन्ड अन्टिल तपाईँले आफ्नो पासपोर्ट सेयर गर्नु भएको छैन सबैलाई। सो त्यसैले आफ्नो मोबाइल ब्याङ्किङको पासपोर्टहरू एकदमै सुरक्षित तरिकाले राख्नुपर्छ र आफ्नो फोन नम्बर जसलाई पाए त्यसलाई पनि दिनु हुँदैन। अर्को हो ट्र्याकिङ। तपाईँले मानव क्यासबाट पेमेन्ट गरेर राख्नु भएको छ, कति रुपियाँ कसलाई दिनुभयो, कति रुपियाँ कहाँ खर्च भयो, कति रुपियाँ के खर्च भयो, केही पनि थाहा हुँदैन। तर तपाईँले डिजिटल वालेट्सहरू युज गरेर राख्नु भएको छ, तपाईँले इभन मोबाइल ब्याङ्किङ नै युज गरेर राख्नु भएको छ, त्यहाँ डिटेल एनालाइसिस देखाउँछ तपाईँको कति रुपियाँ कहाँ गइरहेछ, तपाईँको कति रुपियाँ मुभी हेर्नमा स्पेन्ड भइरहेछ, तपाईँको कति रुपियाँ घुम्नमा स्पेन्ड भइरहेछ, तपाईँको कति रुपियाँ खानामा स्पेन्ड भइरहेछ। तपाईँले त्यसलाई ट्र्याक गर्न सक्नुहुन्छ र आफ्नो स्पेन्डिङलाई कन्ट्रोल पनि गर्न सक्नुहुन्छ। यो एउटा डिजिटल वालेट्स, डिजिटल पेमेन्टको फाइदा पनि हो। अर्को छ अफर्सहरू। हामी नेपाली अफर्स हुने बित्तिकै जहाँ पनि पुग्छौँ, हामीलाई फ्रीमा केही न केही चाहिएको छ, सानो खुर्सानी भए पनि फ्रीमा पाइदिए रमाइलो। त्यसैले अनलाइन सपिङ गर्दा, अनलाइन ट्रान्ज्याक्सन्सहरू गर्दा विभिन्न प्रकारको अफर्सहरू, डिस्काउन्ट्सहरू र रिवार्ड्सहरू पाइन्छ। जस्तै तपाईँले फोन पे पोइन्ट्स एप युज गर्नु भएको छैन भने फोन पे पोइन्ट्स एप युज गर्नुहोस्। त्यसमा तपाईँको फोन पे को पोइन्ट अनुसार तपाईँले कुनै रेस्टुरेन्टमा खाना खान सक्नुहुन्छ, मुभी टिकट्सहरूमा डिस्काउन्ट पाउन सक्नुहुन्छ, एटसेट्रा एटसेट्रा। ब्याङ्क, फिनटेक र सरकार सबैले यो ट्रेन्डलाई साथ दिइरहेका छन्। नेपाल राष्ट्र ब्याङ्कको डिजिटल नेपाल फ्रेमवर्कले नेपाललाई क्यासलेस बनाउने लक्ष्य बनाएको छ। अब कुरा गरौँ नयाँ नयाँ इनोभेसन्स के भइरहेछ त डिजिटल पेमेन्टमा। तपाईँले मोबाइल ब्याङ्किङ, नेपालको मोबाइल ब्याङ्किङबाट इन्डियाको युपीआई पेमेन्ट पनि गर्न सक्नुहुन्छ। यसलाई भन्छ क्रस बोर्डर पेमेन्ट। अहिले इन्डियन युजर्सहरूले युपीआईबाट नेपाली वालेट्सहरूमा पेमेन्ट गर्न सक्छन्, नेपाली क्यूआरहरूमा पेमेन्ट गर्न सक्छन्। यसलाई साउथ एसियाको वान अफ द एकदमै ठुलो इनिसिएटिभ पनि भनिन्छ। ट्याप कार्ड, तपाईँले कार्डले ट्याप गर्ने बित्तिकै पेमेन्ट हुने। अझै यो सिस्टम धेरैजनाले थाहा पनि छैन र धेरै मर्चेन्ट्सहरूले एडप्ट पनि गर्नु भएको छैन र यो सिस्टम बाहिर देशहरूमा एकदमै ह्युज रूपमा चल्छ। जस्तै म कुनै बसमा ट्राभल गरिरहेको छु, मसँग एउटा कार्ड हुन्छ, मसँग एउटा मोबाइल फोन छ मानौँ, अनि त्यो फोनलाई मैले ट्याप गर्ने बित्तिकै, त्यो फोनलाई मैले टच गर्ने बित्तिकै एउटा कुनै सिस्टममा
पेमेन्ट भइजान्छ। यो सिस्टमहरू डिजिटल पेमेन्टको फ्युचर्सहरू हुन्। अब कुरा गरौँ प्रब्लम्स एन्ड रियालिटी चेक। डिजिटल वालेटको जस्तै राम्रा कुराहरू पनि छन्, तर सबै कुरा राम्रा छैनन्। रुरल नेपालमा अझै पनि क्यास डिपेन्डेन्ट जनसङ्ख्या 65% भन्दा बढी छ। हाम्रो कन्ट्रीमा तपाईँलाई थाहा छ इन्टरनेट सबै ठाउँमा पुगेको छैन। यो एउटा कुखुरा र अन्डाको सिचुएसन जस्तै हो। जस्तै कुखुरा नआइकन अन्डा कसरी आउँछ, अन्डा नआइकन कुखुरा कसरी आउँछ, त्यस्तै मर्चेन्ट नभइकन डिजिटल पेमेन्ट्स हुँदैन, डिजिटल पेमेन्ट्स नभइकन मर्चेन्ट्सहरू हुँदैन। सो यो सिचुएसनलाई सल्भ गर्नको लागि दुवैतिरबाट सक्रिय हुनुपर्छ। जस्तै कि इन्टरनेट एकदमै जरुरी छ। हाम्रो कन्ट्रीमा इन्टरनेट सबै ठाउँमा पुगेको छैन, अझै धेरै ठाउँ छ जहाँ चाहिँ इन्टरनेट पुग्न बाँकी छ। फाइबर अप्टिक्स त एकदमै गाह्रो छ अझै पनि पुग्न, तर टेलिकम नेटवर्क्सहरू पनि राम्ररी पुगेको छैनन्। धेरै ठाउँ छ नेपालमा जहाँ चाहिँ तपाईँको दुईटा सिम चलाउनुहोस्, तपाईँ एनसेल एनटिसी, अहिले त सबैको फोनमा एनसेल एनटिसी सिम त हुन्छ नै, दुवै फोनबाट नेट चल्दैन राम्ररी। सो यो अझै हाम्रो कन्ट्रीमा इन्टरनेट रेभोल्युसनाइज हुन बाँकी नै छ। अझै पनि टेलिकम कम्पनीजहरूले मेहनत गर्न बाँकी नै छ। अर्को हो साइबर क्राइम र फिसिङ एकदमै बढ्दैछन्। गएको साल लोकस र वर्ल्डिङको सहकार्यमा हामीले नेपालको रुरल ठाउँहरूमा गएर त्यहाँको स्टुडेन्ट्सहरूलाई डिजिटल वर्ल्डबाट, इन्टरनेटबाट र डिजिटल पेमेन्ट्सहरूबाट कसरी उनीहरूलाई कसरी हामीलाई हानि हुनसक्छ, नोक्सानी हुनसक्छ भनेर पढाउने मौका पाएको थियौँ। र त्यहाँबाट हामीले के रेस्पोन्स पाएको थियौँ थाहा छ सबैजनाले? उहाँहरूलाई अझै पनि मोबाइल ब्याङ्किङ, डिजिटल पेमेन्ट्स भनेको थाहा नै रहन्छ र डिजिटल पेमेन्ट्स र मोबाइल ब्याङ्किङमा फिसिङबाट कसरी बच्ने, डिजिटल पेमेन्ट्सहरूमा टु फ्याक्टर अथेन्टिकेसन कसरी लगाउने थाहा नै रहन्छ। त्यसले पनि यो भिडियो मलाई बनाउनको लागि मोटिभेट गर्यो। साइबर क्राइम र फिसिङहरू यस्तो चिज हो जुन चाहिँ तपाईँले थाहा पाउन सक्नुहुन्न, तर तपाईँले ध्यान दिनुभयो, तपाईँले निहालेर हेर्नुभयो भने तपाईँले त्यसलाई मजाले छुट्याउन सक्नुहुन्छ। जस्तै कि अहिले नेपालमा एकदमै हुने, तपाईँको यति रुपियाँ परेको छ, तपाईँको चिट्ठामा यति रुपियाँ परेको छ, तपाईँले मलाई 10,000 रुपियाँ पठाउनु, यो 1 करोड या त 10 लाख रुपियाँ म तपाईँलाई हालिदिन्छु। यो एउटा फिसिङ हो। साइबर क्राइमहरू छन् एकदमै, जस्तै कि मसँग यो तपाईँको नराम्रो भिडियो छ, तपाईँले मलाई पेमेन्ट गर्नु, तपाईँको यो भिडियो हटाइदिन्छु। यो एउटा वान काइन्ड अफ साइबर क्राइम हो र यो एउटा ब्ल्याकमेल पनि हो। यदि त्यस्तो केही छ भने तपाईँले सिम्पली केही पनि गर्नु पर्दैन, तपाईँले नेपालको साइबर ब्युरोमा गएर दर्ता गर्नुहोस्, उजुरी दिनुहोस् र त्यहाँ भएको पुलिस अफिसर्सहरूसँग कुरा गर्नुहोस्। अर्को छ, धेरै मर्चेन्ट्स अझै क्युआर कोड छ तर चल्छ जस्तो लाग्दैन मेन्टालिटी राख्छन्। अझै पनि म कुनै मर्चेन्ट कहाँ गयो भने पैसा मेरोबाटै काटिसकेको छ, तर उहाँले अब मोबाइल ब्याङ्किङ खोल्या हुँदैन, उहाँकोमा म्यासेज आउन अलिकति डिले हुन्छ अनि उहाँले पैसा आएको छैन भनेर रोक्नुहुन्छ। हामीले यो धेरै केस हेर्नुपर्छ अनि मर्चेन्ट्सहरूले पनि के बुझ्नुपर्छ भन्दाखेरि त्यहाँबाट आएको कुनै पनि पेमेन्ट छ त्यो सबैलाई ट्र्याक गर्न मिल्छ र तपाईँले ट्र्याक गर्नुहोस्, त्यसलाई हेर्नुहोस्। यदि त्यस्तो केही इस्यु छ भने तपाईँले कम्पनीमा फोन गर्नुहोस्, कम्पनीबाट बुझ्नुहोस्। मर्चेन्ट्स र कस्टमर दुवैजना सँगै मिलेर गयो भने मात्र डिजिटल पेमेन्ट इकोसिस्टमलाई अझै बुम पुग्न सक्छ। डिजिटल भुक्तानी सजिलो भए पनि ट्रस्ट र अवेरनेस बिना यो कुनै सस्टेनेबल सिचुएसनमा, सस्टेनेबल स्टेजमा जान सक्दैन। नेपालमा डिजिटल पेमेन्ट एक्सेप्ट गरिसकेछन् मान्छेहरूले, तर अझै पनि डिजिटल पेमेन्ट गर्न अनकनाउँछन्। मलाई पनि कहिलेकाहीँ अलिकति डाउट हुन्छ। जस्तै कि मैले कुनै दराजबाट सामान किनिरहेको छु, दराज त एउटा ट्रस्टेबल साइट पनि हो, त्यहाँ मैले ई सेवा लगइन गरेर, खल्ती लगइन गरेर, फोन पे लगइन गरेर मजाले पेमेन्ट गरेर आफ्नो सामानहरू अर्डर गर्न सक्छु। तर त्यहीँनिर एउटा कुनै थर्ड पार्टी जुन चाहिँ त्यति फेमस छैन, त्यति ट्रस्टेबल छैन ई कमर्स साइट, त्यहाँ मैले पेमेन्ट गर्न एकदमै हिचकिचाउँछु र डर पनि लाग्छ र डर लाग्नु पनि पर्छ। तपाईँले पनि यदि कुनै ट्रस्टेबल साइट छैन, कुनै ट्रस्टेबल कम्पनी छैन भने त्यहाँ पेमेन्ट सितिमिति नगर्नुहोस्। यो सेक्सनमा कुरा गरौँ गभर्मेन्ट र पोलिसी साइडको। नेपाल राष्ट्र ब्याङ्कले 2030 पछि पहिलो नम्बरमा पेमेन्ट सिस्टम भिजन 2030 ल्याएको छ। अर्को छ इन्टरअपरेबिलिटी। एउटै क्युआरबाट सबै वालेटमा पैसा पठाउन मिल्ने नीति लागू गर्दैछ। अहिले हामी गयौँ भने यतातिर खल्तीको क्युआर हुन्छ, यतातिर ई सेवाको क्युआर हुन्छ, यतातिर फोन पेको क्युआर हुन्छ, मल्टिपल क्युआर कुन क्युआरमा पठाउने थाहै छैन। त्यसैले यो जुन नीति छ यसले हामी कस्टमरलाई एकदमै फाइदा पुगाउन सक्ला र मर्चेन्टलाई पनि एकदमै फाइदा हुन सक्ला। यसले आउने 5 वर्षमा नेपाललाई अलमोस्ट क्यासलेस इकोनोमीतिर पुर्याउने सम्भावना देखिन्छ, जुन चाहिँ
एकदमै खुसीको हुन सक्छ हामी सबैलाई पनि। हामी घरमै बसेर ट्रान्ज्याक्सन्सहरू गर्न सक्छौँ। हामी सेफली, सेक्युरली र कन्भिनियन्टली ट्रान्ज्याक्सन इकोनोमीको पार्ट हुन सक्छौँ। अब कुरा गरौँ फ्युचर अफ डिजिटल मनीको। फ्युचरको डाइरेक्सन धेरैतिर जान सक्ला। जस्तै पहिलो नम्बरमा छ एआई बेस्ड क्रेडिट स्कोरिङ। यसले के गर्छ भन्दाखेरि तपाईँले डिजिटल ट्रान्ज्याक्सन जुन गर्नुहुन्छ, तपाईँले लोनको इएमआई पेमेन्ट्सहरू जुन गर्नुहुन्छ, त्यहाँबाट एउटा क्रेडिट स्कोरहरू निकालिन्छ र तपाईँलाई फ्युचरमा जब लोन चाहिन्छ तब तपाईँलाई त्यो लोन दिनको लागि जुन मर्चेन्ट छ, ब्याङ्क छ, त्यसलाई सजिलो पुग्ने एउटा टेक्नोलोजी हो जुन चाहिँ हामी सबैको लागि विन विन सिचुएसन हुन जान्छ। पैसा दिने मान्छेलाई, पैसा लिन चाहने मान्छेलाई, दुवैलाई सहज हुन्छ, जसलाई इन्स्ट्यान्ट लोन पनि भन्न सकिन्छ। अर्को छ क्रिप्टो रेगुलेसन फ्रेमवर्क। अझै नेपालमा क्रिप्टो करेन्सिज इलिगल र जुन ब्लकचेन टेक्नोलोजी जुन छ त्यो चाहिँ हाम्रो कन्ट्रीमा अझै एडप्ट हुन बाँकी नै छ। धेरै कम्पनीहरू काम गरिरहेछन्, बाहिर त एकदमै युज भइरहेछ यो, तर हाम्रो कन्ट्रीमा अझै पनि यसलाई एडप्ट गर्न बाँकी नै छ। र अर्को छ सेन्ट्रल ब्याङ्कको डिजिटल करेन्सी। यदि हरेक नागरिकले जिम्मेवारी साथ डिजिटल पेमेन्टको प्रयोग गर्छ भने त्यो सुविधा मात्र होइन, देशको अर्थतन्त्रलाई नै बलियो बनाउने कदम हुन जान्छ। अब लास्टमा क्वेसन तपाईँले अझै क्यास बोक्नुहुन्छ कि तपाईँ पनि कम्प्लिटली म जस्तै क्यासलेस भइसक्नु भएको छ? यदि तपाईँ कम्प्लिटली क्यासलेस भइसक्नु भएको छ भने तपाईँको कुनै स्टोरी होला जुन चाहिँ तपाईँलाई सुनाउन मन लागिरहेको होला भने तल कमेन्टमा लेख्नुहोस्।